So यसमा फेरि पनि नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो अनि आइएफ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु अनि आज कहाँबाट भ्लग स्टार्ट गर्दैछ भन्नु होला आज शिवरात्रि बेलुका भयो अनि म चाहिँ आज झोइलान ठाउँमा आएको अनि यत्रो ल मास्टरको घरमा आएर मास्टर कोठामा भ्लग स्टार्ट गर्दैछु अनि अब म भ्लग स्टार्ट गर्न मात्रै आएको हो अनि तल झल्लाउने ठाउँ चाहिँ म यहाँबाट देखाइदिन्छु खोइ उहाँ हो एकदमै कता गयो उहाँ के अरे यहाँबाट देखाएन कि पनि म तल झरेर देखाइदिन्छु हल्का हल्का मास्टर कोठामा नदेखा मैले फेरि है त्यहाँ गएर यस्तो यस्तो गर्ने भन्छ अनि ट्याक्क कपडा सबै लाएर तातो भएर आएको मात्रै त्यहाँ छोड्दै तैँले गरेर के अरे लुरेर तैँले त्यहाँ छोड्दै धाउरा कति यति हो ऊ त्यो अङ्कलले अङ्कलसँग छ कि तैँले लिएर जाऊ यता त्यो डाँठ फालेर पिसाइ धुलो लजाऊ देखि भन्दा नि ट्याक्क 10 बजे त वाइफाई भन्दा हो मेरो नाति जस्तो सोसल मतलब धर्मले छोडेको त त्यस्तै हुन पर्छ एक दिन होइन दाइ सुति नहाली त हुने पात्र त माले मगरको पात्र नन्द त फ्या फ्या कहाँ एक दुई भन्न सक्नु नि सम्झिनी एक दुई भन्दै कुदाइ हो नि नन कुदाउने त आर्मी पुलिसको तालिममा अनि सुरुबाट 9 महिनासम्म एक दुई हो त निगत एक दुई पेन्सन नपाकुन्जेलसम्म एक दुई हो अनि तालिम गराउँदा हाम्रो भ्लगर फेरि सुरज भ्लग बनाउने लुडीको भ्लगमा आउँदै जिन्दगी कोही भएन मेरो अनुहार आएर चाहिँ भोलिपल्ट यसको मोबाइल गएर फुटालिदिन्छु म दुःख बस्न आउँदैन दुःख बस्न साउन्ड पनि काटेर अहिले मास्टर ब्याकग्राउन्ड रिङ त हाल्छु नि फेरि अब साउन्ड थालेर गीत हुन हाल्नु जस्तो पनि सुनेर पनि त्यस्तै हाल्छ शिवको कुरालाई मान्दिने हो जान्दिने हो शिवको कुरालाई जान्दिने हो शिवको लागि जान्दिने हो शिवको नाममा तानेर त हिँड्नु पर्छ बलिरहेछ बिर्सेर यहाँ सबैको बम म यता नाचेको नि बनाइछ रोक शिवको नाममा शङ्ख बजा शिवको नाममा शङ्ख बजा अब यो चाहिँ कति बेलाबाट चार्ज हालेको शिवको नाममा तानेर त बुढाबुढीले भ्यालेन्टाइन डे मनाउने हामी जस्तो लेजरले त शिवरात्रि मनाउँछ नबोलाइ फेरि यो गिलास खाएर बाँधै
बिर्सेर यहाँ सबै थोक बम 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 बोले बोले गाजा खायो बोले बोले बम बम बोले शिव कैलाशपति साथैमा छिन् पार्वती 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 पार्वती शिव कैलाशपति साथैमा छिन् पार्वती शिव कैलाशपति साथैमा छिन् पार्वती शम्भु भयो नि यार यति गर्छु त बटौलीमा तिन खोला नवलपुरमा सिजी यसो भेटौँ भन्दा पनि तिमी सधैँ बिजी सन्नानी सन्नानी तिमी बिना जिन्दगी जन्नानी सन्नानी तिमी बिना जिन्दगी जन्नानी तिमी बिना जिन्दगी जन्नानी राम्री होला ऐनाले पनि गर्दा हुँदा राम्री कति राम्री होला ऐनाले पनि गर्दा हुँदा स्याउली बजारमा तानो हाना तिमीलाई देखेर दाना तानो हाना तिमीलाई देखेर दाना तानो हाना तिमीलाई देखेर थाकियो जीवन लाँदै अब जानु त्यो फ्यामिली हल चाहिँ उता र त्यो धुन्नीमा गएर यता गरेर पनि आइयो भर्खरै आएको कहिले कति 12 बजिसक्यो 10-12 कति भइसक्यो अनि भर्खरै आयो खाना त्यस्तो केही खाइएन खासै धेरै त मलाई त केही मन परेन अनि नाच्दा त ओभर नाच्यो अनि नाचेर आयो अनि अब चाहिँ सुत्नु बेलुका भइसक्यो कति 12-12:30 10-12 कति भइसक्यो अनि 12 बजेर 10-12 मिनट गइसक्यो होला अनि बाँचेर सुतिराख्नु नउठा बाबालाई चाहिँ बाबालाई नबिउँ अहिले उठेपछि मिलाउँदैन अनि यो भिडियो चाहिँ म भोलि इन गर्छु किनकि यो भिडियो भोलि हाल्ने हो नि त अनि आजको भिडियो यो भोलि हाल्छु त्यो भएर ब्लग पनि भोलि बिहानै उठेर इन गर्छु म है भोलि बिहान यताउता के हुन्छ त्यो देखाउँछु अनि भोलि बिहान उठेर भ्लग इन गर्छु अनि अहिले चाहिँ गुड नाइट हुनु पऱ्यो है गुड नाइट सो गुड मर्निङ सबैजनालाई दिस इज द नेक्स्ट डे आज चाहिँ अर्को दिनको सुरुवात भइसक्यो कस्तो सेक्सी घाम लाग्यो घाम त कस्तो टलक्कै लाग्यो नि त अहिले हिजो यता बाबै हाल्यो भन्ने ल हेलो भन के खाएको पापा खाएको दादा खाइदियो नि दादालाई अनि बाबाले चाहिँ पापा खाने हुनुहुन्छ बिस्कुट चिया खाने हुनुहुन्छ अहिले उताको भेल अहिले त साफ छ सब बाबाको छैन कस्तो खतरा देखेँ है हुन त अब म मान्छे पनि खतरा हो कि मलाई त्यस्तो खतरा देखिरहेको छ है यहाँ फेरि भर्खर लाग्यो कि अनि यो सिकेर चाहिँ म त्यहाँ धुन लाने ठाउँ गएको त्यहाँ भिडियो हल्का हल्का बनाएको तर खासै राम्रो भ्लग बनाएको छैन तर अनि त्यो हिजो दाउरा फल्टेको थियो एउटा अनि त्यो दाउरा उचालेर माथि राखिदिन्छु अनि गर्नु त यहाँ पोलेर पानी फोका उठिसक्यो कि यहाँ फेरि पानी फोकायो कि यो उनीलाई नराम्रो बनाइदियो त्यहाँ त
लास्ट दुखेको कि पोलेको त लास्टै भएको अनि त्यो अनि लास्ट पोलिरहेको छ अनि अहिले चाहिँ म उठेर मुखसुख धोएर मै पारेर अनि घिउ चाहिँ बाल्टी गल्थेँ अनि मै पारेर पानी भर्दैछु कति धेरै खानुभएको के बिको नि कुन पापा हो नि पापा ह्याप्पी 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 ल खानु खानु चिया माडेर खानु भएको छ बाबुले चाहिँ घडीमा कति बज्यो घडीमा कति बज्यो खोइ यो घडीमा कति बज्यो छ गाडी घडीमा त 10 बजेर 8 मिनट गइसकेको छ गाडी है दादा कुन छैन खोइ छ छैन छैन गाडी गाडी बाबुमा चाहिँ घडी अनि हिजो बेलुका खासै राम्रो भ्लग चाहिँ त्यही उज्यालो भएन अनि अजरमा नाचेको थिएँ अनि नाचेको केही देखेको छैन मैले भिडियो हेरेको थिएँ हल्का हल्का हिजोको भ्लग इन गर्ने बेलामा पानी परेर भ्लग इन गरेको थिएँ आज त उज्यालो छङ्ग छ कि उज्यालो मैले एउटा के कुरा नोटिस गरेँ भने मैले भ्लग बनाउँदा जहिले बनाउँछु नि त भन्दाखेरि यो क्यामेरामा कहिले नहेर्दो रहेछु क्यामेरामा कतिखेर हेर्दो रहेछु तर क्यामेरामा हेरेर नहेर्दो रहेछु अनि आजबाट चाहिँ म क्यामेरामा हेरेर बोल्ने बानी बसाल्छु है अनि आज चाहिँ स्कुल छ स्कुल भए पनि हिजोको भ्लग छुट्टै थियो अनि त्यही भएर मैले आज भ्लग बनाएर इन गर्छु भन्थेँ अनि आज स्कुल भएको दिन भ्लग एक दिन बनायो भने नि कस्तो हुँदो रहेछ बनाउन मन लाग्यो राम्रो भयो भने म भोलि पर्सि बनाउँछु स्कुल हुँदा नि तर स्कुलमा त मोबाइल लान पाइने स्कुलमा बनाउँदैन घरमा मात्रै के बिहान र बेलुका मात्रै बनाउँछु भन्ने सोचिरहेको थिएँ त्यो के हुन्छ अब हेर्नु होला बनाउन अब कस्तो हुन्छ भिडियो म ट्राई गर्छु अनि आजको घिउ त खतरा खायो कि फेरि आज त अस्ति नै त्यहाँ कुहिरो लखा अनि उहाँ चाहिँ डोजर खनाएको हुर्को गाउँमा चाहिँ थोरै जुम गरेर देखाइन्छ तपाईँलाई त्यहाँ है डोजर देख्नुभयो देख्नुभयो हो त्यो बिचमा हो डोजर हो त्यहाँ चाहिँ डोजर छ क्या त्यो चाहिँ पानी भरिएको रुक त त्यहाँ के खाऊ त्यो त्यो बाबा चाहिँ घिउ झिकल खान अनि यता त घाम लाग्दैन यता त छाया हो नि त छाया पारेर हो अनि वेदर त खत्रै भयो आज त अस्ति हामीले मल बोकेको थियो यतापट्टिको होइन उतापट्टिको हो क्या हो उहाँ थियो म मल बोकेको हामीले यतापट्टि त अस्ति नै मम्मीहरूले बोक्नु भयो यो चाहिँ अर्कैको हो यतापट्टि ठुल्बाहरूको हो हामीले बोकेको अस्ति उतापट्टिको ठुलमम्मीहरूको हो घर भैँसी बोकै छ तिमीलाई ककाइले बोलम कि कोसाइनले पानी भर्यो हिजो नाच्दा त फेरि ओभरै नाच्यो हो नि त तर भिडियोमा चाहिँ राम्रो देखियो नाच्छ त ओभर हरित नाच्यो नाच्दा त धेरै नाच्यो खानु त्यो अनि अब चाहिँ घाम तापेर बसिरहेको छौँ म त बालिक घिउ जिगल्दैछन् अनि म चाहिँ तिरो बाबुले लिएर घाममा बसिरहेको छु लाउनु रुक्नु त रुक्नु है त्यहाँ बस्नु है त्यो अनि म भिडियो चाहिँ बनाइरहेको छु आजको दिनमा अनि अब यो भिडियो चाहिँ म यतातिर इन गरिदिन्छु भिडियो चाहिँ कस्तो लाग्यो एउटा छोटो मिठो कमेन्ट गरिदिनु होला बाबु के भन्न चाहनुहुन्छ के भन्नुहुन्छ होला भन्नु बाबा यो बाबु पनि राम्रै भएर गएछिन् हिजो घुम्न गइ क्या हो है हिजो घुम्न गएको थिइन् बाबासँग गएको थिइन् अनि बेलुका आइथिन् हिजोको भ्लगमा चाहिँ देखेको छैनन् हाम्रो बाबा अनि ल भिडियोको कस्तो लाग्यो छोटो मिठो कमेन्ट गरिदिनु होला च्यानलमा नयाँ हुने होला च्यानल सब्सक्राइब गरिदिनु होला 100 सब्सक्राइबर पुग्नै लागिसक्यो धेरैभन्दा धेरै सेयर ड्याङ सेयर हानिदिनु सब्सक्राइब हानिदिनु च्यानलमा नयाँ हुने भने सब्सक्राइब हानिदिनु सब्सक्राइब नगरेकोले पनि च्यानल सब्सक्राइब गरिदिनु अनि धेरैभन्दा धेरै सेयर ड्याङ सेयर हानिदिनु त 100 सब्सक्राइबर पुगिहाल्छ पुग्यो अब पुगिसक्यो है ल अनि त्यो भिडियो चाहिँ इन गरिदिन्छु भिडियो कस्तो लाग्यो छोटो मिठो कमेन्ट गरिदिनु होला च्यानल नयाँ भने च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई म बिदा हुन चाहन्छु हस् त बाबा एभ्रिवन थ्याङ्क्स फर वाचिङ भिडियो लभ यु अल जय नेपाल ल बाबा भन्नु त यो तल राखेर ल बाबा भन्दै राम्रो दुईटा हातले बाबा